नालापानीको किल्ला जुन अहिले भारतको हिमाचल प्रदेश देहरादूनमा पर्छ, कुरा आजभन्दा 200 वर्ष अघिको हो, जहाँ गोर्खाली सेना महिला बालबालिका समेतले अङ्ग्रेजसँगको 1 महिना युद्ध लडे। कसै गरी पनि गोर्खाली सेनालाई परास्त गर्न नसकेपछि अङ्ग्रेजहरूले पानीको मुहान बन्द गरिदिए। तिर्खाले छटपटाएका गोर्खाली सेनाहरू नाङ्गो खुकुरी लिएर बैरीमाथि जाई लागे। आधुनिक हतियार बोकेका अङ्ग्रेजहरूबाट ती वीर गोर्खालीहरू सबै मारिए। युद्धमा गोर्खाली सेनाको हार भयो, तर त्यो बहादुरी र साहसको सम्मान गर्दै अङ्ग्रेजहरूले आफ्नो दुश्मन गोर्खाली सेनाको स्तुतिमा लेखेर छाडेको स्मारण अहिले पनि नालापानी किल्लामा सुरक्षित छ। 1814 को त्यो युद्धको बेला नेपालका मधेसीहरूले भाग लिएको कुनै इतिहास छैन। समय धेरै बित्यो, युग बदलियो, कैयन पुस्ता बदलिए, तर आफ्नो देशको सीमा रक्षा त्यो पनि खाली हात गर्नुपर्ने नेपालीहरूको नियति बदलिएको छैन। दर्शकबिन, त्यो 1814 को युद्धको नेतृत्व बलभद्र कुँवरले गरेका थिए। यो 2026 को फरक प्रकृतिको युद्धको नेतृत्व यी निशस्त्र नेपालीहरूले गरिरहेका छन्। त्यो युगको प्रतिनिधित्व बलभद्र कुँवरहरूले गरे, आधुनिक युगको नेतृत्व यी नेपाली लडाकुहरूले गरिरहेका छन्। नालापानीको युद्धको धेरै पछि बालकृष्ण समले कथा नालापानीको भन्ने एउटा कविता मार्फत पनि वर्णन गरेका थिए। हिजो आजको विद्यालय पाठ्यक्रममा यो कविता राखिएको जस्तो मलाई लाग्दैन। पहिलेको पाठ्यक्रममा पढ्नेहरूलाई कथा नालापानीको कविता स्मरणमा छ होला, जहाँ कवि सम भन्छन्, धेरै वर्ष अघिको कथा नालापानीको, सानो सानो नेपाल फुल जस्तो कम कोमल, देश दाउलाउने बैरी गर्थ्यो विचार, पहाडको टाकुरी चमचम चम्के खुकुरी, जसरी मेघ गर्जन्छ आकाशमा सनन, उसरी गर्जे नेपाली नालापानी घनन। हो दर्शकबिन, 200 वर्ष बिते, बैरीहरूले हाम्रो सीमामा आँखा लगाउन बिर्सेका छैनन्। ती बलभद्रको प्रतिनिधित्व गरेर अहिले पनि तराईका हाम्रा दाजुभाइहरू भिडिरहेका छन्। हाम्रो सीमाको पर्नेहरूको दाउ कहिले सकिन्छ, कहिलेसम्म उनीहरूले वक्र दृष्टि लगाइरहन्छन्, त्यो हामीलाई थाहा छैन। हामीले अनवरत लडिरहनु परेको छ। हाम्रो आँखा एकपटक झपक्क हुँदा कालापानी क्षेत्रमा बैरीले सेना राख्यो, त्यो फिर्ता देऊ भन्दा उनीहरू भनिरहेका छन्, धेरै वर्षदेखि हामीले भोगचलन गर्दै आएका कारण अब यो हाम्रै भयो। हामी भन्छौँ ऐतिहासिक दस्तावेजले त यो भूमि हाम्रो हो भन्छ, उनीहरू भन्छन् हामी त यो क्षेत्रको दादा हौँ, दस्तावेजमाथि होइन, हामीलाई हतियार र सामरिक शक्तिमाथि विश्वास छ। युद्धको तौर तरिका बदलिएको छ, तर युद्ध सकिएको छैन। बैरीहरूको नङ्ग्रा उस्तै छन्, हामी नेपालीको नियति पनि उस्तै छ। सुस्तामा हाम्रा 14,860 हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ। नेपालीहरूमाथि बन्दुक तेर्साउँदै जुनसुकै बखत भारतीय सीमा सुरक्षा बलका मानिसहरू आइपुग्छन्। विगतका कैयन घटनाले भन्छ नेपालीहरू झुक्न तयार छैनन्। मोरङका वासुदेव शाह, कञ्चनपुरका गोविन्द गौतम, दार्चुलाका जयसिंह धामी, यी सबै साधारण निशस्त्र नेपाली थिए। सबैको भारतीय एसएसपीले हत्या गरेका थिए। जयसिंह धामी त महाकाली नदीमाथि टाङ्गिएको तुइनबाट नदी पार गर्दै थिए। एसएसपीका जवानले ह्याक्सोले लट्ठा काटेर जयसिंह धामीलाई नदीमा झारिदिए। हुन त भारत हाम्रो छिमेकी नै हो, सबैले मित्र राष्ट्र पनि भन्छन्, तर यो कस्तो मित्रता हो, कस्तो मित्र हो जो आकारमा सानो र कमजोर छिमेकीहरूको यस प्रकारले हत्या गर्छ, यस्तै कामका लागि आफ्ना जवानहरूलाई प्रशिक्षित गर्छ। यस्तै घटनाहरूबाट आजित भएर गायक तथा गीतकार विधान श्रेष्ठ आफ्नो बहुचर्चित गीत माछी मार्न जाउन दाजै काला पानीमा भन्ने गीतमा लेख्छन्, आलै छ घाउ 18 को नाला पानीमा, माछी मार्न जाउन दाजै काला पानीमा। नालापानीको युद्धको घाउमा खाटो बस्ने बेला भइसकेको छ, तर दक्षिणको छिमेकीले हाम्रो घाउमा खाटो बस्न दिँदैन। वास्तवमै 18 को घाउ अहिले पनि आलै छ। 2वटा भक्तपुर जत्रो जमिन कालापानीमा मिचेको छ, सुस्तामा त्यति धेरै जमिन मिचेको छ। असमान सन्धि सम्झौताको भारले हामीलाई थिचेको छ, एपीजी बुझ्न उसले मानेको छैन। हामी अन्यायमा पर्यौँ भन्न हामीले छाडेका छैनौँ। तनाव र शास्ति एकहोरो हामीलाई छ, तैपनि हाम्रो मित्र राष्ट्र बेला नकुबेला हाम्रो तराईका जनताको छाती ताक्न आफ्ना जवान पठाइरहन्छ। मित्रको जस्तो व्यवहार कहिले पनि नगर्ने हाम्रो मित्र राष्ट्रलाई हामी भन्न चाहन्छौँ, हाम्रो कारणले तिमीहरूलाई तनाव भयो भने लगाऊ काडेतार, लगाउँदैनौ भने यसरी हामीलाई बिथोल्न नपठाऊ तिम्रा अनुशासनहीन एसएसपीका मानिसहरू। खुला सीमाको फाइदा अहिलेसम्म हामीलाई भन्दा भारतलाई बढी भइरहेको छ। कुनै दिन हामीलाई 20 र उसलाई 19 फाइदा हुनासाथ उसले कसैलाई नसोधी तारबार लगाइदिन्छ। यो कुरा हामीलाई भलिभाती थाहा छ। हिमाल पहाड तराई बस्ने नेपालीलाई पनि थाहा छ। रोटी बेटी धार्मिक सांस्कृतिक सम्बन्ध त भारतलाई
फाइदा हुँदासम्म भन्ने कुरा मात्रै हो। नेपालबाट फाइदा नभएको दिन, झोक चलेको दिन न रहन्छ रोटी न उसले भन्ने छ बेटी। हामीले हाम्रो संविधान जारी गर्दा उसले 5 महिनासम्म नाकाबन्दी गरेर हाम्रो घाँटी थिच्दा उसलाई रोटी बेटीको सम्बन्ध स्मरणमा आएन। यहीबाट भन्न सकिन्छ कि रोटी बेटीवाला कुरा कुटनीतिको कुटिल शब्द मात्रै हो, किनभने आजको ग्लोबल जमानामा रोटी बेटीको सम्बन्ध हुनुको लागि सीमा जोडिरहनु पर्दैन, धार्मिक सांस्कृतिक समानता हुन पनि पर्दैन। रोटीको कुरा गर्ने हो भने भारतले सीमा नजोडिएका साउदी अरब, इरान, इराकमा चामल बेच्छ। बङ्गलादेशपछि बेनिन, क्यामरुनलाई अन्य चामल बेच्छ। भारतीयहरू आफै पनि रोजगारीका लागि युएई, साउदी, अमेरिका, क्यानाडामा काम गर्न जान्छन्। यी कुनैसँग पनि भारतको सीमा जोडिएको छैन। नेपालका मान्छे भारत जाने, भारतका मान्छे नेपाल आएर रोजगारी गर्ने कुरा साँचो हो, तर यस्तो सम्बन्धमा सबैजसो मुलुकहरू जोडिएकै हुन्छन्। यही कारण कूटनीतिक भाषा र व्यवहार बिल्कुल फरक हुन्छ। हामी नेपालीहरूको बुझाइ बडो अनौठो पनि छ। नेपालका नेताहरूले भारत भ्रमण गर्न पाउनु, त्यहाँका प्रधानमन्त्रीसँग हात मिलाउनुलाई नै कूटनीतिक सफलता मानेर यता जय जयकार गर्ने जुन परम्परा बनेको छ, यो बढी चिन्ताजनक पनि छ।